आज माननीय संसद हर्क साम्पाङ राईले फेसबुकमा एउटा पोस्ट गर्नुभएको रहेछ। जेनजी आन्दोलनको क्रममा शहीद भएका र घाइते भएकाहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने सरकारले भनेर। यहाँ उचित मात्र होइन, लग्जरियस टाइपको क्षतिपूर्ति दिन जरुरी छ जेनजी आन्दोलनमा शहीद भएका र घाइते भएका परिवारहरूलाई। कमसे कम शहीद भएका व्यक्तिहरूलाई प्रति व्यक्ति 5 करोड भन्दा धेरै आर्थिक सहयोग र जो जेनजी आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरूलाई 5 करोड भन्दा ज्यादा आर्थिक सहयोग र उहाँहरूको एजुकेसन र उहाँहरूको हेल्थ कन्डिसन हेरेर उहाँहरूलाई त्यही अनुसारको सरकारी जब लगाउन पनि जरुरी छ। जति पनि जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरू हुनुहुन्छ, मानिसहरू हुनुहुन्छ, उहाँहरूलाई आजीवन हेल्थ सुविधा पूर्ण रूपमा फ्री हुनु पर्यो। जतिसुकै ठुलो खर्च आओस् यो सब सरकारले बिहोर्नु पर्छ।